हाम्रो फर्स्ट राइड लाइफको। ल बिन्दा के छ? ल फर्स्ट राइड ठिक छ नि? सबै ठिक छ नि? प्रमिका ल हाम्रो फर्स्ट राइड यहाँ छ है। हाम्रो चाहिँ गाडीहरू सब यहाँ चाहिँ सब राइडर हो है। फेरि चिन्नु होला, सबले पालो पालो चलाउने हो सबजना, यो सब राइडर हो। ल नवीन हामी कहाँ आइपुग्यौँ अहिले? पेट्रोल हाल्ने ठाउँमा। यहाँ बिचरा धन्नै रोएर स्कुटरमा हामी चिया खाँदैछौँ है। यहाँ बिच बाटोमा छौँ। उहाँ चाहिँ को हुनुहुन्छ? उहाँलाई चिन्न गाह्रो छ, उहाँलाई पनि आज चिन्न गाह्रो छ है। यसो हेर्दा यहाँ भोडीमा कसलाई जाडो धेरै भास्तो छ, बिन्दालाई देखिरहेछ। ल ठिक छ। हामी चाहिँ ल हामी फाइनल कहाँ आइपुग्यौँ रे? हामी चाहिँ ठ्याक्कै धादिङ छिर्ने बाटो सिद्ध लेक टक्क यो पुल अब पारि आइसक्यो है। ठ्याक्कै हामी 4:30 बजे हिँडेको, 8 बजे यहाँ आइपुग्यौँ टक्क लाएर है। अब हामी 20 मिनटमा पुग्छौँ अनि त्यसो त्यहाँको भ्यू हेर्छौँ। देखेन बाटो भ्यू अहिले देखाउँछौँ हामी पनि है। दामी यतिको तातो भएर हिँडेपछि दामी। मैले त 3टा है कत्रो लाग्छ यार, राम्रो 3टा कम लाग्नु। गाइस हामी चाहिँ आइसकेको छौँ। हामी अब नेक्स्ट साइडमा जानु लागेको अन्त धारी निस्किसकेपछि हाम्रो गेट यही हो। राम्रोसँगले हामी चाहिँ अब राइडमा जाने। जाडो पनि भएको छ अलिकति, चिसो भएन पानी बोकेर आएको तर उसलाई चाहिँ मान्नु यहाँसम्म राइड हान्यो उसले त डेन्जर हो है। ल फाइनली टक्क हामी आइसक्यौँ। भ्यू हेर्दै भर्खर हामी यहाँ मलैखु पुलमा आएको छौँ है। नवीन हाम्रो उहाँ गिलास खोज्दैछ है। बिचरा सारा काम उसैले गर्छ फेरि। ओ अनि यो यहाँबाट खस्यो भने के होला फेरि? कहाँ के चाहिँ एउटा भए पुग्दैन अहिलेलाई? ए अहिले खाइदिने हो। ल ठिक छ। मेरो यहाँ डिक्कीभित्र छ एउटा ब्रेड, म निकालिदिन्छु टक्क लाएर। धन्न मेरो स्कुटर यहाँसम्म चाहिँ आयो यार। मुस्ताक पनि पुग्यो यार स्कुटी कोही त। धन्न मेरोमा तेल त टिक्यो यार। तेल यस्तो यसमा तेल कम खाँदैन। हाम्रो यहाँ त सामान त फेरि भरि ए मासुको त झोलै चुयो त यार। ब्रेड आयो, ब्रेड लाउनुहोस्। अनि उहाँ पनि खाने होला नि त। ए ल ल ल दुइटै ल ल ल दुइटै चिया ब्रेड लाउनुहोस्। टेबल आम्मा है तेरिका। यो हो त्रिशुली नदी। कहाँ राख्नु है? सही हो सही हो। ब्रेड एउटा यहीँ राखौँ एकछिन, पहिला त्यो फोडौँ। मासु त क्या बास्ना आएको यार। नुनै नपुगेको, पुर्जै नपुगेको। मेरो चिया आइसक्यो है। यस्तो बाहिर ठाउँमा पनि यस्तो गिलासमा खान पाउनु भनेको भाग्यमानी हामी।
ल यहाँ आयो यस्तो ग्लासमा खान पाउनु हुने भाइ मोबाइल चाहिँ कहाँ राख्नु यहाँ माथि तेरिका यहाँ चस्मा देख्यौ अब चस्मा लिन वहाँ तल ए तिम्रो पो हो ए ल ठिक छ ल अब हामी लाग्ने होला नि गाइज त्यही भएर पानी ल्याउनुको मिनरल वाटर दुईवटा हालिदिएको है नवीन डाँडा काँडा हामी चाहिँ यहाँ फाइनली आइसक्यौँ है बल्ल बल्ल 4:30 बजी हिँडेको लगभग ठ्याक्क 10 बजे 10:15 ल खै रितु फेरि यहाँ कोहीले यहाँ यसरी खाइरहन् के भन्नु के को हल्ला हो के को हल्ला ए सामान लौ यता पनि ठाउँ रहेछ चढाउनु पर्छ कि चना पनि आफू जस्तै अरहरो बारी चाहिँ तर आएर सही गरे यार यस्तो ठाउँ त छुट्यो ए खतराङ त्यही त गरिरहेको थियो त्यो बाटोमा हिँड्ने अङ्कलहरू पनि हेरिरहेको थियो एउटा त आफै बोइल भएछ त के हो लौ झन् सजिलो हुन्छ भनेर नवीन तिनीहरू त सब कपाल आएर छन् तिनीहरू सबै कपाल आएर छन् खाँदै पनि छ फेरि फेरिका हाम्रो मन्दिर जाने यात्रा सुरु भइसकेको छ है एकदम रमाइलो भर्खर हामीले उहाँ माथि डाँडामा जाँदैछ हामी चाहिँ अहिले यहाँ सबै टिमहरूको एक्साइटमेन्ट देख्दाखेरि चाहिँ खतरै छ आउँदाखेरि पनि यो के भन्छ त्यसलाई गुड छ है तपाईँहरू पनि आउन सक्नुहुन्छ होइन ठाउँ चाहिँ एकदम बब्बाल छ अलिकति थोरै टाढा चाहिँ छ मेहनत चाहिँ गर्नुपर्छ होइन स्कुटी पनि आउँछ माथिसम्म रमाइलो ठाउँ छ यो एकचोटि हुटिङ केटा
भर्खर आदि बाटोमा आइपुग्यौँ एक दूसरे को हम सोने ना दे तू मेरा हीरो हाम्रो ग्याङको टुरिस्ट हेर्नुवाला ए सबैको बिचमा के नबिनलाई ल ल ए केटीहरू उठ्यौ न अहिलेको न्यू भाइरल डान्स हो यो चाहिँ भाइरल डान्स हो एकदम हाम्रो यता म्याम यता हुनुहुन्छ हामी उहाँबाट आइसक्यौँ माथि अझै छ यहाँ माथि ल फाइनली हामी आइपुग्न लाग्यौँ अलिकति राम्रो सबजना आउनु होला यहाँ घुम्नलाई एकचोटि जस्तो एक्सपेक्टेसन टिकटकमा देखाएको सेम टु सेम छ हैन अलिक छिटै आउनु पर्यो छिटो चाहिँ आउनु पर्यो बाटो चाहिँ फेरि खत्तम छ टिकटकमा देखाएन त्यस्तो पनि खत्तम पनि छैन बाइकमा मजाले एकदम जान्ने मान्छे आउनुपर्छ म जस्तै साइकल पनि आउँछ है टेन्सन लिनु पर्दैन म जस्तै जान्ने मान्छे चलाउन आउनुपर्छ फाइदा भयो भनेर त मेरो दिन सुन्नु भएको भयो कपाल फोटो खिच्न हुन्छ तिमीले के थाहा वाउ कमिगा तिम्रो चस्मा रहेछ हेर्छु त होइहाल्यो यहाँ बाबा आउँछ नि तिम्रो चस्माबाट हेर्ने ए यहाँबाट त आँखामा मेरो दामी ठाउँ छ है सबैजना आउँदा हुन्छ अलिकति टाढा छ थोरै तर एक दिनमा आउन जानु चाहिँ फर्किनु भ्याइन्छ हामी बेलुका बिहानको 4:30 बजी हिँडेको काठमाडौँबाट है ठ्याक्कै त्यस्तै 9 नमिन खिच्नु पर्यो यहाँ हो राम्रो आएको छ ओइ यहाँ राम्रो आउँछ के हो नबिन हो त्यसरी भिडियो बनाउँदै गर ल आइज हामी हेलो गाइज हामी चाहिँ आइसकेको छौँ यहाँ ब्युटिफुल प्लेसमा यति राम्रो प्लेस छ है यति धेरै रमाइलो यति धेरै ओ माई गड सिद्धि लेक भन्ने ठाउँ हो यो कति राम्रो छ है हाम्रो यहाँ पहाड धादिङमा टिकटकमा हेरेर आएको जस्तो एक्सपेक्टेसन छ त्यस्तै त्यस्तै है ओ माई गड एकदमै राम्रो प्लिज आउनु होला हेर्नु होला रोड कन्डिसन इज भेरी ब्याड समटाइम्स ब्याड समटाइम इज गुड है अनि हाम्रो यहाँ हिमाल छ है हिमाल छ त्यसपछि हामीलाई चारैतिर हामी टपमा बसेको जस्तो फिल भइरहेछ कि पुरै टपमा है हाम्रो यतातिर हेऱ्यो भने सबै डाँडाकाँडाहरू सबै तल देखिरहेछ कि हामी त माथि टपमा आएको जस्तो फिल भइरहेछ है यहाँ यतातिर हेऱ्यो डाँडा छ वाउ सो नाइस वा यतातिर हेऱ्यो हिमाल छ उतातिर हेऱ्यो बादलहरू छ है बादलहरूभन्दा माथि हामी आएको जस्तो फिल भइरहेछ है हामीलाई यहाँ है हाम्रो यहाँ हिमाल हेर्न पाइन्छ तर राम्रो टाढा भए पनि राम्रो छ यस टाढा छ होइन स्कुटर पनि आउँछ साइकल पनि आउँछ सबै चिज आउँछ तर राम्रो ठाउँ छ ठाउँ चाहिँ बेस्ट छ पिकनिक स्पोट पनि छ यहाँ पिकनिक स्पोट यहाँ दाइ दिदीहरू कता मान्छेहरूले यहाँ पिकनिक पनि खान्छ पिकनिक स्पोट पनि छ यहाँ राम्रो छ यहाँ सबैजना आउनु होला भन कस्तो भयो आज रमाइलो भयो रियालिटी भर्सेस एक्सपेक्टेसन कस्तो हुन्छ त्योभन्दा बेस्ट भयो बेस्ट तिम्रो के 2 शब्द बोला न नवीन मान्छेको मान्छेको होइन रियालिटी भन्छ एक्सपेक्टेसन नराम्रो हुन्छ नि हाम्रो जस्तो रियल त्यस्तो रियल जे सोचेर त्यही भयो जे रियल त्यही रियल जे हेरेको त्यही भयो जे सोचेर एकदम बेस्ट के डबल हामी त सब ऋतु मिस तपाईलाई आज कस्तो लाग्यो स्याटरडे यता घुम्न आउँदा तिमीलाई चाहिँ कस्तो लाग्यो भेरी गुड ल ठिक छ फेरि भन न ओ लास्ट ऋतु पहिला पनि उहाँ के अरे गोदावरी जाँदा लास्ट भएको थिइन् आज पनि लास्ट नवीन त अलवेज किङ हो लास्ट होइन
ल हामी घुमेर आएर बिच बाटोमा यहाँ के अरे खाना पनि खाइसकेको छौँ है। अब हामी यहाँबाट अब एकछिन 5 मिनट रेस्ट गरेर सबैजना जान्छौँ। तर यति टाढा पनि हाम्रो लेडी राइडर खतरा हानेको नि आज चाहिँ मान्नुपर्छ है। अनि हामी खास गएको उहाँ माथि हो, त्यहाँबाट सुई घुम्दै टक्क यहाँ आइपुग्यौँ। यहाँबाट चाहिँ एकछिन यहाँ चौतारा जस्तो देखेर एकछिन खाना बसेको हो होइन। खानासाना खाइसक्यौँ। अब हामी घरतिर लाग्न लागेको हो है। घर जाँदैछौँ। भ्लग हेर्नु होला, पुरा रमाइलो छ। तपाईँहरू पनि आउन सक्नुहुन्छ है। अलिक लामो टुर चाहिँ भयो तर पनि रमाइलो भयो। लामो भए पनि तर रिग्रेट फिल चाहिँ हुँदैन। तर राम्रो छ। तर राम्रो छ, चित्त बुझ्छ सबैलाई।